यदि हजुरहरू जापानमा हुनुहुन्छ र राक्टेन बैंकको एकाउन्ट अनलाइनबाट ओपन गर्न चाहनुहुन्छ भने आजको यस भिडियो हजुरहरूको लागि। नमस्ते, म योगेश, तपाईहरुलाई स्वागत छ मेरो युट्युब च्यानल एफथिन टेकमा। आजको यस भिडियोमा म हजुरहरूलाई हामीले जापानमा राक्टेन बैंकको एकाउन्ट अनलाइनको थ्रुबाट हामीले कसरी ओपन गर्न सकिन्छ जेरो लेभलबाट मोबाइल फोनबाट गरेर देखाउने छु। यदि तपाईहरु पनि जापानमा अनलाइन बैंकिङ राक्टेन बैंकको अकाउन्ट ओपन गर्न चाहनुहुन्छ आफ्नो मोबाइल फोनबाट भने हजुरहरूले यो भिडियो फुल हेर्नुभयो भने सजिलैसँग ओपन गर्न सक्नुहुन्छ। अब हामीले यो राक्टेन बैंक अकाउन्ट बनाएपछि चाहिँ फाइदाहरु चाहिँ के छ त्यसको बारेमा तपाईलाई म छोटकरीमा भन्ने छु। पहिलो नम्बरमा चाहिँ यो अनलाइन बैंकिङ भएको कारणले गर्दा तपाईले 24 आवर बैंकिङ ट्रान्ज्याक्सन गर्न सक्नुहुन्छ। अरु कुनै बैंकमा ट्रान्सफर गर्नको लागि होस्, नेपालमै पैसा पठाउनको लागि पनि तपाईले यो राक्टेन बैंक युज गर्न सक्नुहुन्छ। अब सेकेन्डमा रहेको छ तपाईले अब यो राक्टेन ग्रुपको अब क्रेडिट कार्ड लिनु भएको छ, त्यस्तै तपाईले राक्टेन सेक्युरिटी युज गरेर तपाईले शेयर मार्केटमा लगानी गर्दै हुनुहुन्छ भने पनि तपाईले यो राक्टेन बैंकको एकाउन्ट भयो भने तपाईले सजिलैसँग ट्रान्ज्याक्सन गर्न सक्नुहुन्छ। हामीले चाहिँ राक्टेन बैंक राक्टेन सेक्युरिटीजमा हामीले कनेक्ट गर्यौं भने चाहिँ तपाईको अटोमेटिक तरिकाले तपाईले शेयर किनबेच गर्दाखेरि चाहिँ तपाईको सबै ट्रान्ज्याक्सन चाहिँ यो बैंकको थ्रुबाट अटोमेटिक हुने हुन्छ। त्यसले गर्दाखेरि एकदम सजिलो हुन्छ। त्यस्तै अब अरु बैंकहरुमा पैसा पठाउनको लागि पनि एकदम सजिलो छ। अनलाइनको थ्रुबाट सबै ट्रान्ज्याक्सन गर्ने भएको कारणले तपाईलाई एकदम सजिलो हुन्छ। अब त्यस्तै तपाई स्टुडेन्टहरु हुनुहुन्छ, स्टुडेन्ट वर्किङमा हुनुहुन्छ भने पनि अब भिजा एप्लाई गर्ने बेलामा तपाईको अरु बैंकहरुमा सबै ट्रान्ज्याक्सनहरु गज्याङगुजुङ भयो भने पनि तपाईले यसलाई चाहिँ तपाईले छुट्टै तरिकाले आफ्नो प्राइभेटको लागि युज गर्न पनि सक्नुहुन्छ। यसको फाइदाहरु चाहिँ अब धेरै नै छन्। तपाईले युज गरे बापत अब पोइन्टहरु पनि पाउन सक्नुहुन्छ हैन। तपाईले जति युज गर्नुहुन्छ त्यही अनुसारको पोइन्ट पनि पाउन सक्नुहुन्छ। अब हामीले राक्टेन बैंक एकाउन्ट ओपन गर्नको लागि चाहिँ हामीलाई अब के चाहिन्छ त भन्दाखेरि हामीलाई अब हाम्रो होनिन खाकुनिनको लागि अब रेसिडेन्ट कार्ड जाइरो कार्ड चाहियो। त्यसपछि तपाईसँग ड्राइभिङ लाइसेन्स अथवा माइ नम्बर कार्ड यो दुईटा चीज चाहिँ हामीलाई चाहिन्छ र तपाईको जापानको स्थायी ठेगाना र फोन नम्बर। हामी यति कुरा भयो भने चाहिँ हामीले सजिलैसँग यो एकाउन्ट ओपन गर्न सकिन्छ र ट्रान्ज्याक्सन गर्न सकिन्छ। आउनुहोस् म हजुरहरूलाई हामीले मोबाइल फोनबाट कसरी एप्लाई गर्न सकिन्छ तपाईलाई म स्टेप बाइ सबै कुराहरू मेरो मोबाइल फोनबाट गरेर देखाउँछु। अब सुरुमा हामीले राक्टेन बैंकको एकाउन्ट ओपन गर्नको लागि चाहिँ हामीले राक्टेन गिङ्को भन्ने एउटा एप्लिकेसन छ। त्यो एप्लिकेसन चाहिँ तपाईले प्ले स्टोर अथवा एप स्टोरबाट चाहिँ तपाईले सजिलैसँग डाउनलोड गर्न सक्नुहुन्छ। तपाईले राक्टेन गिङ्को भनेर सर्च गर्नुभयो भने तपाईले यसमा देख्न सक्नुहुन्छ। त्यसपछि यसलाई डाउनलोड गरिसकेपछि सुरुमा हामीले ओपन गर्नुपर्ने हुन्छ। ओपन गरिसकेपछि हामीलाई यस्तो इन्टरफेस देखाउँछ। सुरुमा अब कौजा खाइसेचुनो मोसिकोमी भनेको छ। सेकेन्डमा चाहिँ कौजा खाइसेचु तेचुजुकी चिउनो खाता भनेको छ। थर्डमा चाहिँ सुदेनी कौजा ओ ओमोचिनो खाता भनेको छ। अब हाम्रो तीनटा स्टेप हुन्छ हैन लगइन गर्ने, हामीले एकाउन्ट क्रिएट गर्ने चाहिँ। फर्स्टमा अब तपाईले कौजा खाइसेचुनो मोसिकोमी भनेको हामीले चाहिँ अब पर्सनल इन्फर्मेसनहरु राखेर चाहिँ हामीले यसमा मोसिकोमी गर्नुपर्ने हुन्छ, एप्लाई गर्नुपर्ने हुन्छ। त्यसपछि हामीले चाहिँ होनिन खाकुनिनको लागि चाहिँ हामीले जाइरो कार्ड र आफ्नो माइ नम्बर कार्ड अथवा तपाईको ड्राइभिङ लाइसेन्स भने ड्राइभिङ लाइसेन्स त्यो चाहिँ हामीले फोटो खिचेर अपलोड गर्नुपर्ने हुन्छ। हामीले यो दुईटै स्टेप गरिसकेपछि त्यसपछि हाम्रो आइडी र पासवर्ड आउँछ। त्यसपछि चाहिँ हामीले लगइन गर्नुपर्ने हुन्छ। अब सुरुको अब कौजा खाइसेचुनो मोसिकोमी भनेको छ। यसमा पनि दुईटा अप्सन छ। तपाईसँग अलरेडी एकाउन्ट छ, राक्टेनको एकाउन्ट छ भने तपाईले यो माथिको राक्टेन आइडी हो रेन्केस्ते मोसिकोमी भन्ने अप्सन छ भने अर्को भनेको राक्टेन आइडी हो सिओ सेजु मोसिकोमी भनेको छ। यदि तपाईसँग आइडी छ भने माथिको अप्सनमा जान सक्नुहुन्छ नि, आइडी राक्टेनको आइडी छैन भने तलको अप्सनमा जान सक्नुहुन्छ। राक्टेनको आइडी बनाउन एकदम सजिलो छ। तपाईसँग इमेल एड्रेस र फोन नम्बर छ भने सजिलैसँग एकाउन्ट बनाउन सक्नुहुन्छ। मसँग चाहिँ अलरेडी एकाउन्ट छ, त्यही भएर म चाहिँ राक्टेन आइडी हो रेन्केस्ते मोसिकोमु भन्ने अप्सनमा क्लिक गर्छु। यदि तपाईसँग एकाउन्ट छैन र एकाउन्ट कसरी बनाउने भनेर तपाई सोध्दै हुनुहुन्छ भने चाहिँ मैले चाहिँ यो भिडियोमा फर्स्टमा एकाउन्ट कसरी बनाउने भनेर देखाएको छु। त्यसबाट पनि तपाईले हेरेर एकाउन्ट बनाउन सक्नुहुन्छ। अहिले चाहिँ म राक्टेन आइडी हो रेन्केस्ते मोसिकोमु भन्ने माथिको अप्सनमा क्लिक गर्छु। त्यसपछि हामीले यसलाई कन्टिन्यू गर्छौं। अब त्यसपछि हामीले यसमा पासवर्ड राख्नुपर्ने हुन्छ। तपाईले एकाउन्ट बनाउने बेलामा राख्नु भएको पासवर्ड चाहिँ यसमा राख्नुपर्ने हुन्छ। म यसमा पासवर्ड राख्छु। अब पासवर्ड राखिसकेपछि चुगिए भन्ने अप्सन छ, हामी चुगिए अप्सनमा जान्छौं। अब हामीले सुरुमा चाहिँ आफ्नो नाम लेख्न पर्ने हुन्छ। तपाईले यसमा चाहिँ नाम आफ्नो जाइरो कार्डमा जे छ त्यो सेम राख्नु। सेकेन्डमा चाहिँ फुरिगाना भनेको छ, हामीले यसमा कातागानामा राख्छौं। त्यसपछि तपाईको सेइबेचु भनेको छ केटाकेटी कुन हो त्यो सिलेक्ट गर्नुस्। त्यसपछि आफ्नो डेट अफ बर्थ राख्नुस्। त्यसपछि यसमा फोन नम्बर राख्नुस्। तलपट्टि यसमा फोन नम्बर छ, आफ्नो फोन नम्बर राख्नुपर्ने हुन्छ। अब हामीले आफ्नो फोन नम्बर, डेट अफ बर्थ, त्यसपछि नाम राखिसकेपछि त्यसपछि हाम्रो मेल एड्रेस छ, मेल एड्रेस तपाईले आफूले युज गर्ने मेल एड्रेस राख्नुस्। त्यसपछि हाम्रो एड्रेस छ, एड्रेसमा चाहिँ तपाईले आफ्नो सुरुमा पोस्टल कोड राखेर
खेन्साको भन्ने अप्सनमा क्लिक गर्नुभयो भने तपाईँको यसमा अटोमेटिक आउँछ। त्यसपछि तलपट्टि तपाईँले यो बान्ची भन्ने बान्ची मान्छेमे हेया बाङ्गो नादो भनेको छ। यसमा चाहिँ हामीले हाम्रो एड्रेसको बान्ची त्यसपछि तपाईँको मान्छेको नाम र रुम नम्बर राख्नुपर्ने हुन्छ। फर्स्टमा चाहिँ हामीले खान्जीमा अब तपाईँको एड्रेस जुन छ सेम राखिन्छ भने सेकेन्डमा चाहिँ त्यसलाई अब तपाईँको खान्जी छ भने त्यसलाई काताकानामा यसमा पनि तपाईँले डिटेलमा दिएको छ, अलिकति देख्न सक्नुहुन्छ। यसमा पनि लेखेको छ। यस्तो तरिकाले चाहिँ हामीले राख्न सकिन्छ। त्यसपछि हाम्रो कोक्सेकी छ। कोक्सेकीमा चाहिँ हामीले अब निहोन कोक्सेकी इगाइनो खाता भनेर यसमा सेलेक्ट गर्छौँ। त्यसपछि हाम्रो भनेको निहोन आएको चाहिँ कति भयो भनेर अब 6 महिनाभन्दा कम भयो छ कि 6 महिनाभन्दा माथि छ भनेर भन्छ। त्यसपछि हामीलाई युएस सिटिजन हो कि होइन भनेर भनेको छ। यसमा चाहिँ हामीले होइन भनेर माथिकोमा सेलेक्ट गर्छौँ। त्यसपछि अब यो ब्याङ्क एकाउन्ट चाहिँ अब जापानमा मात्रै युज गर्ने भएको कारणले गर्दाखेरि निहोन नोमिदेश भनेर यसमा सेलेक्ट गर्छौँ। त्यसपछि अब हाम्रो काम गर्ने तपाईँ वर्किङमा हुनुहुन्छ भने तपाईँको खाइसेन भनेर राख्न सक्नुहुन्छ। त्यस्तै तपाईँको आरुबाइतो स्टुडेन्ट काक्से छ भने तपाईँले काक्सेमा सेलेक्ट गर्न सक्नुहुन्छ। यस्तो तरिकाले चाहिँ हामीले यो सेलेक्ट गर्छौँ। त्यसपछि तपाईँको साताई ज्योक्यो भनेको छ। यसमा चाहिँ तपाईँको घरमा चाहिँ टोटल कतिजना हुनुहुन्छ त्यो निन्जु राख्ने, फ्यामिलीको टोटल इन्कम कति छ त्यो राख्नुपर्ने हुन्छ। अब हामीले यो सबै कुरा राखिसकेपछि चुगिए भन्ने अप्सनमा जान्छौँ। अब हामी नेक्स्टमा आइसकेपछि डेबिट कार्ड र क्यास कार्डको चाहिँ हामीले यसमा चुज गर्नुपर्ने हुन्छ। तपाईँले यसमा चुज गर्ने बेलामा चाहिँ एकदम विचार गर्नुपर्ने कुरा के हो भने चाहिँ नेङ्काही सुनेन मुर्यो भनेको छ। यो अहिले तपाईँलाई देखाइरहेको छ। यो माथिको दुईटा कार्ड चाहिँ तपाईँको एनुअल फी लाग्दैन भने तलपट्टि दिएको चाहिँ तपाईँको एनुअल फी यति लाग्छ भनेर तपाईँले यसमा देख्न सक्नुहुन्छ। तपाईँको यो चाहिँ डेबिट कार्ड हो, भिजा भने पनि डेबिट कार्ड हुन्छ। तपाईँको युज गर्दाखेरि डाइरेक्ट तपाईँको एकाउन्टबाट अटोमेटिक काट्ने हुन्छ। जेसिबी कार्ड चाहनुहुन्छ भने जेसिबीको यो माथिको सेलेक्ट गर्न सक्नुहुन्छ भने अथवा भिजा मास्टर कार्ड चाहनुहुन्छ भने तपाईँले यो नेङ्काही मुर्यो भएको मात्रै सेलेक्ट गर्नु होला, नत्र भए तपाईँको एनुअल फी लाग्छ। मैले चाहिँ यो माथिको सेलेक्ट गर्छु। त्यसपछि तल अब यो कौजानो रियो मोक्तेकी भनेको छ। यो हामीले एकाउन्ट बनाउनुको पर्पज चाहिँ मेन पर्पज के हो भनेको छ। हामीले चाहिँ अब नर्मली सेकाचुको लागि सेकाचु भनेको डेली युजको लागि भनेर सेलेक्ट गर्न सक्नुहुन्छ। त्यसपछि हामी तलपट्टि जान्छौँ। के दिएको छ माई नम्बर कार्डहरूको बारेमा हामीले चाहिँ यसलाई चाहिँ अब एग्री गर्नुपर्ने हुन्छ। हामीले फर्स्टको सेलेक्ट गर्छौँ। त्यसपछि तलपट्टि पनि यसमा फर्स्टमा सेलेक्ट गर्छौँ। त्यसपछि अब राक्टेन गिङको सुपर लोन भनेको छ। यो लोनलाई चाहिँ हामीले मोस्कोमा नै भनेर सेलेक्ट गरिदिन्छौँ। त्यसपछि अब राक्टेन सेक्युरिटी एकाउन्ट भनेको छ। यसलाई चाहिँ यसमा पनि हामीले मोस्कोमा नै भनेर यसमा सेलेक्ट गरिन्छौँ। त्यसपछि सेउखाई कोदो भनेको छ। यो चाहिँ रिफरल कोड हो होइन। तपाईँले मेरो रिफरल कोड राख्न सक्नुहुन्छ। राख्नु भयो भने तपाईँलाई 2000 पोइन्ट चाहिँ पाउन सक्नुहुन्छ। यो अब क्याम्पेन लागेको बेलामा अब यसको 5000 पनि पुग्छ। तपाईँले अब यो भिडियो कुन बेला हेर्नुभएको छ तपाईँले चाहिँ यो रिफरल कोड राख्नु भयो भने चाहिँ अहिले मैले यो भिडियो बनाउनु बेला 2000 पोइन्ट छ भने कुनै बेलामा क्याम्पेन लागेको बेलामा तपाईँले 5000 पोइन्ट पनि पाउन सक्नुहुन्छ। त्यही भएर यो चाहिँ एकदम इम्पोर्टेन्ट छ। यो चाहिँ तपाईँले राख्नु होला। अब मेरो सेउखाई कोड चाहिँ P74515436 छ। यो चाहिँ तपाईँले नबिर्सिकन यो एकाउन्ट क्रिएट गर्ने बेलामा चाहिँ राख्नु भयो भने तपाईँलाई चाहिँ पोइन्ट आउँछ। त्यसपछि हामीले यो राखिसकेपछि दोई सुरु भन्ने अप्सन छ। यसमा हामीले सेलेक्ट गर्छौँ र यो चुगिए भन्ने अप्सनमा सेलेक्ट गर्छौँ। त्यसपछि अब हाम्रो होनिन खाकुनिनको लागि तपाईँको पर्सनल आइडेन्टिफिकेसन गर्नको लागि चाहिँ तपाईँले फर्स्टमा चाहिँ अब हामी विदेशी भएको कारणले जाइरो कार्ड राख्नुपर्ने हुन्छ। त्यसपछि तपाईँको यसमा माई नम्बर कार्ड भनेको छ। अब हामीले सेलेक्ट गर्नुपर्ने हुन्छ। अब हामीले यो अप्सनमा क्लिक गर्छौँ। स्युरियो सेन्ताको गामे भन्ने अप्सन छ। यसमा चाहिँ तपाईँको सुरुमा चाहिँ अब जाइरो कार्ड भयो। सेकेन्डमा चाहिँ हामीले अब यो अप्सनहरू दिएको छ होइन। अब उन्तेन मेङ्क्यो छ भने तपाईँसँग ड्राइभिङ लाइसेन्स छ भने त्यो सेलेक्ट गर्न सक्नुहुन्छ। माई नम्बर छ भने माई नम्बर सेलेक्ट गर्न सक्नुहुन्छ। त्यसपछि अब हामीले तेस्चु हो सेन्ताको भनेको छ। यसमा चाहिँ अब तपाईँले अब पोस्ट अफिसबाट पठाउन पनि सक्नुहुन्छ भने तपाईँले अहिले नै आफ्नो मोबाइल फोनबाट गर्न सक्नुहुन्छ। यो चाहिँ एकदम मोबाइल फोनबाट गर्दा चाहिँ एकदम चाँडै हुन्छ। त्यही भएर फर्स्टको अप्सन सेलेक्ट गर्छौँ। त्यसपछि चुगिए भन्ने अप्सनमा जान्छौँ। अब त्यसपछि हामीले चाहिँ यसमा डेबिट कार्डको आन्स्यो बाङ्गो राख्न पर्ने हुन्छ होइन। यो भनेको तपाईँको क्यास कार्ड जस्तै बाङ्गो हो। यसमा चाहिँ हामीले अब 4 नम्बरको चाहिँ आन्स्यो बाङ्गो राख्न पर्ने हुन्छ। अब सबै कुराहरू ठिक छ भने चाहिँ हामीले खाकुनिन गामे भन्ने अप्सन छ। यसमा सेलेक्ट गर्छौँ। अब हामीले यति गरिसकेपछि तपाईँको सबै कुराहरू यसमा डिटेलमा दिन्छ होइन। तपाईँले के सेलेक्ट गर्नुभयो के सेलेक्ट गर्नु भएन डिटेलमा दिन्छ होइन। अब त्यसपछि अब हामी तलपट्टि आएर मेरो म्यागजिन भनेको छ। यसमा चाहिँ अब हामीले मेलबाट केहरू म्यागजिनहरूको बारेमा पठाउन चाहन्छ नचाहँदैनस् भनेर सोधेको छ। यसमा चाहिँ हामीले नगर्दा ठिक हुन्छ। अलिकति धेरै मेलहरू आइरहेको छ होइन। त्यही भएर अब हामीले दोइस्टे मोस्कोमु भन्ने अप्सनमा सेलेक्ट गर्छौँ। यति गरिसकेपछि अब हाम्रो चाहिँ यति भएपछि हाम्रो अब सबै पर्सनल इन्फर्मेसनहरू राखेर मोस्कोमी भयो। त्यसपछि हामीलाई एउटा मेल आउँछ। तपाईँले मेरो मेल आइसकेको छ। यो मेलमा देख्न सक्नुहुन्छ। यसमा चाहिँ अब ओक्याक्सामा तौरोकु बाङ्गो र ओक्याक्सामा एक्सेस की भन्ने
एउटा नम्बर मेलबाट पठाउँछ। हामीले हुन्निन खाकुनिन गर्नको लागि चाहिँ यो नम्बर चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ। यो भएन भने चाहिँ हामीले हुन्निन खाकुनिन चाहिँ गर्न मिल्दैन। ओकेकसम्म तौरोकु बाङ्गो र एक्सेस की चाहिँ हामीले यो सकेपछि चाहिँ मेलमा आउँछ। अब हामी फेरि आपुरिनी मोदोरु भन्ने अप्सन छ, यसमा जान्छौँ। अब हामीले एप्लाई गरिसक्यो, फर्स्ट स्टेप भइसक्यो। अब सेकेन्ड स्टेपमा चाहिँ हुन्निन खाकुनिन। अब यसमा चाहिँ हामीले हाम्रो जाइरो कार्ड, माई नम्बर कार्ड खिचेर राख्नुपर्ने हुन्छ। अब तपाईँको यसमा तौरोकु बाङ्गो भनेको छ, अघि मेलमा आएको छ। यो एक्सेस की पनि मेलमा पठाउँछ। त्यसपछि हाम्रो डेट अफ बर्थ, आफ्नो डेट अफ बर्थ कुन हो त्यो राख्छौँ। त्यसपछि चुगीमा जान्छौँ। अब यसमा चाहिँ अहिले अब यो हुन्निन खाकुनिन चाहिँ धेरै मिस्टेक भइरहेको छ, अलि राम्रो तरिकाले गर भनेर भन्नु खोजेको छ। त्यसपछि हामी चुगी अप्सनमा जान्छौँ। अब यो माई नम्बर कार्डमा सिलेक्ट गर्छौँ। तपाईँसँग अब उन्तेन ब्याङ्क छ भने त्यो पनि सिलेक्ट गर्न सक्नुहुन्छ। त्यसपछि मैले चाहिँ यो माई नम्बर कार्ड भनेको छु, चुगिए भन्ने अप्सनमा जान्छु। त्यसपछि अब तपाईँलाई यसमा अब एड्रेस दिएको छ। हाम्रो एड्रेस चाहिँ जाइरो कार्ड अथवा माई नम्बर सबैमा सेम हुनुपर्छ। डिफ्रेन्ट छ भने चाहिँ फेरि यो मौसकमी भए पनि तपाईँको एकाउन्ट चाहिँ बन्दैन, उनीहरूले रिजेक्ट गरिदिन्छ। त्यही भएर सेम हुनुपर्छ। त्यसपछि हामी तल जान्छौँ। त्यसपछि यसमा हामीले सिलेक्ट गर्छौँ। त्यसपछि यसमा चाहिँ मैले अब राखेको डकुमेन्टहरू चाहिँ सबै मेरो नाम र मेरो एड्रेससँग सेम छ भनेर चाहिँ हामीले यसमा सिलेक्ट गर्छौँ। त्यसपछि चुगिए भन्ने अप्सनमा जान्छौँ। यसमा चाहिँ अब कसरी हामीले खिच्ने भनेर दिएको छ, यसलाई हामीले तोजिरो गरेर अब सुरुमा चाहिँ हामीले जाइरो कार्डको अगाडि र पछाडि, त्यसपछि सेकेन्डमा चाहिँ हामीले माई नम्बर कार्डको अगाडि र पछाडि हामीले फोटो खिच्नुपर्ने हुन्छ। सुरुमा अब स्योमेन भनेको अगाडिको मैले फोटो खिचेर यसलाई एक्सेस भन्छ, हामीले क्यामेरालाई एक्सेस गर्नुपर्ने हुन्छ। अलो गर्छु। त्यस्तै अब हामीले जाइरो कार्डको पछाडिको फोटो राख्नुपर्ने हुन्छ। फोटो चाहिँ अलिक क्लियर तरिकाले राख्नु होला, फेरि पछि रिजेक्ट हुने चान्स हुन्छ। अब त्यसपछि टेस्ट सुरु भन्ने अप्सन छ, हामीले यसमा क्लिक गर्छौँ। अब हामीले यो पठाइसकेपछि अब हाम्रो सबै भयो। त्यसपछि अब यो आइडी र पासपोर्ट चाहिँ एप्लाई गरेको 2-3 दिनमा तपाईँको रिजल्ट आउँछ। तपाईँको अब यो कौजा एप्रुभ भयो भने तपाईलाई 1 हप्ताभित्रमा चाहिँ तपाईलाई रुममा एउटा लेटर पठाउँछ। त्यसमा चाहिँ तपाईँको आइडी र पासवर्ड दिएको हुन्छ। त्यो चाहिँ हामीले युजर आइडी पासवर्ड न्युरोकोसिते लगइन भनेको छ। यसमा हामीले क्लिक गरेर चाहिँ हामीले आइडी र पासवर्ड राखेर चाहिँ लगइन गर्नुपर्ने हुन्छ। हजुर, मेरो चाहिँ अब आइडी र पासवर्ड आइसकेको छ, लगभग 4-5 दिन लाग्यो। मैले अब यसमा आइडी र पासवर्ड चाहिँ त्यो लेटरमा दिएको हुन्छ, त्यो राखेर लगइन गरेको। अब यसको इन्टरफेस चाहिँ यस्तो छ। तपाईँले यसलाई अब इङ्ग्लिसमा पनि चेन्ज गर्न सक्नुहुन्छ। तलपट्टि गएर तपाईँले इङ्ग्लिस भनेर राख्नुभयो भने तपाईँको इङ्ग्लिसमा पनि आउँछ। यसको अब पोइन्टहरू, तपाईँको ब्यालेन्स कति छ सबै डिटेलमा यसमा देखाउँछ हैन। तपाईँको अब यसमा चाहिँ सेभिङ, यसमा चाहिँ अब यो राक्टेन गिङ्कोमा चाहिँ तपाईँले पैसा राख्नुभयो भने पनि सेभिङ गर्दा पनि पैसा आउँछ। अरू ब्याङ्कहरूमा चाहिँ तपाईँको पैसा आउँदैन भने यसमा चाहिँ 0.30 एकदम कम दिन्छ, तर पनि अलिकति चाहिँ इन्ट्रेस्ट रेट चाहिँ आउँछ। हजुर, यस्तो तरिकाले चाहिँ हामीले राक्टेनको ब्याङ्क एकाउन्ट ओपन गर्न सकिन्छ। हजुरहरूलाई आजको भिडियो कस्तो लाग्यो? यदि हजुरलाई कुनै क्वेसनहरू छ भने चाहिँ यो कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ, अथवा मलाई फेसबुकमा मेसेज पनि गर्न सक्नुहुन्छ। मेरो फेसबुकको लिङ्क तपाईँले म डिस्क्रिप्सनमा राखिन्छु, त्यसबाट तपाईँले डाइरेक्ट मलाई डिएम पनि गर्न सक्नुहुन्छ। र आजको भिडियो यदि हजुरहरूलाई युजफुल लाग्यो भने मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्न सक्नुहुन्छ। र यस्तै इन्फर्मेटिभ भिडियोहरू चाहनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नु र नजिकमा भएको बेल आइकन पनि प्रेस गर्न नभुल्नु होला भन्दै आजको भिडियोबाट चाहिँ बिदा हुन चाहन्छु। हस्त नमस्ते, थ्याङ्क यू।